सेलरोटी टिप्ने मैले काँडा बित्छ भन्दा भन्दा यहाँ हेर्नु अनि म काँडा हुन्छ भन्दैछु त यहाँ भित्रभित्र पछि आउँदाखेरि खानुपर्छ अब त्यो घाँस भात हो मिठो छैन अमिलो अमिलो गुलियो गुलियो छ त घाँस भात भन्नुहुन्छ क्या यो पनि खान्छ नि त पाकेपछि यो कालो हुन्छ त्यो खुला यो चाहिँ मिठो लाग्दैन हामी चाहिँ पिएनसी फिल्डमा गइरहेछौँ कहाँ घर देख्नुभयो हजुरले रोड तलतिर हो जस्तो लाग्यो नि यो घरतिर पनि तरकारी छ त भाइ राम्रो कोही दिँदैन नि त भिख मागे जस्तो मागे मात्र बाटोमा यसोले छन् भन्नुभएको अञ्चलले भेटेन भने चाहिँ यो बाटो होइन हामी अस्ति तल्लो बाटो झरेका थियौँ नि त्यहाँ थियो तर हजुरलाई खासै कुरा याद हुँदैन नि अञ्जली के यादै गर्न चाहनुहुन्न हजुर यो के हो थाहा किन उयो यो कालो फल्या त पाक्यो के हो त्यो यसले यो पनि हैन र किम किम किमु ए किम खानु त जान्नु न त्यो म जान्न भाल्न ल्याउनु ल्याउनु म ल्याएँ लिन्टर समाट्नु आज हामी मैले हजुरलाई खुवाएँ त भइगयो पहाडका मान्छे जे पनि खान्छन् भन्नुहुन्छ यो के झऱ्यो के आउनु अञ्जली पाकेको छ के आउनु भएन मोबाइल छ त मसँग यता तीर्थाले किमु टिप्न लाग्नु भएको म त नाम छिट्टै बिर्सिन्छु के किमु हो के हामी चाहिँ यहाँ हिँडिरहेछौँ यतातिर गाउँतिर बेतल्ला भन्ने गाउँ हो त्यहाँ हिँडिरहेछौँ अहिले गर्मी पनि भइरहेको छैन मासुको अचार हेर्दै हुनुहुन्छ रेसिपी मासुको अचारको त्यही भएर गर्मी पनि हुँदैन थाहा मलाई यहाँ यता यी गहुँहरू पाक्दैछन् मेरो छाता उड्छ कतिखेर अब सायद यी घरहरू हो कि यहाँनिर हो लाइटर ल्याउनु अनि त ल्याउनु पर्ने लाइटर लाइटर
उहाँ हो बिरामी खुट्टा अनि 30 भयो भने अब एउटै यसो तताउने छ अरे तताउने रहेछ नि अथवा त्यो पोलियोको मलम लिएर गएको थियो नि त्यसरी पोलियो छ पोलियो आगोले अब 30 भन्ने यसै लाइनी अगाडि टाउलो झिङ्गा भत्केलाई त्यो गर्नु त कपडा राखिदिनु पर्यो त सफा कपडा सुतीको माथिबाट सुतीको कपडा राख्ने त्यस्तो होइन फोहोरले त झन् पाक्ला त घाउ हुन्छ सुतीको कपडा ल्याउनु त घर सफा होला त सुती त नै त यो के हो यो कपडा यो अँ त्यो त धोती हो त्यही धोती त्यस्ताकै राख्ने के च्यात्नु त्यस्तै कपडा अर्को छ कि अन्जली के नयाँ हो कि त्यो छ यस्तै चित्दै अँ च्यातिदिनु त्यति पनि लाउँदैन होला सिरानीमा राख्यो कि अनि त्यो अगाडि तताउने छ अरे अनि अब 30 भन्ने सुत्केरी भेटेर आइसकेको छ सुत्केरी भेटेपछि पनि एउटा बुढी आमा अस्पतालमा जानु सक्नुहुँदो रहेछ कि बिरामी उहाँलाई भेट्ने चाहिँ यहाँ आएछ। पेटे उसाहा शरीर पुरै सुनिसक्यो यो छाती मरिजान्छ भन्दैन हैरान छ हिँड्दैन हातिदिनु त हात देऊ खुट्टामा कपडा फालिदिनु होला त्यो कपडा फालिदिनु त त्यो झिङ्गा भन्किरा यो हटाइदिनु त कोठाबाट यस्तो सामानहरू किन दिनु भएको यहाँ हेर्नु न कति धेरै अब एउटा दिन न हजुरलाई रोक्नु न साँच्चै अञ्जली धेरै पाकेको छ यसमा खाइहाल्यो फेरि 6 गतेसम्म खाइहाल्यो त्यसो गरी सफा जानुहुन्छ मलाई फेरि टेन्सन भइहाल्छ खाइहाल्नु साँच्चै मिठो छ कसरी टिपुके तल जङ्गलै जङ्गल रहेछ लिनु आई लभ यू थ्याङ्क यू घरी घरी जिस्की बस्दै डाली डाली बस्दै बस्दै घरी घरी जिस्की बस्दै डाली डाली बस्दै बस्दै कहिले काहीँ थाके जस्तै सङ्गीत र सुगन्धको कहिले काहीँ थाके जस्तै सङ्गीत र सुगन्ध